सबै पित्तथलीको पत्थरीलाई अपरेसन गरिहाल्नुपर्छ भन्ने छैन। यदि पित्तथली पत्थरीले दुःख दिइरहेको छ र यसका अपरेसनको लागि विभिन्न इन्डिकेसनहरू हुन्छन्, त्यसको लागि सर्जनलाई नै भेटेर राय लिनु उपयुक्त रहन्छ। र अपरेसन गर्ने विभिन्न विधिहरू छन्। तीमध्ये सबैभन्दा उत्कृष्ट विधि भनेको ल्याप्रोस्कोपी, दूरबीनबाट गर्ने विधि हो। अहिलेसम्म एभाइलेबल विधिमध्ये उत्कृष्ट भनेको ल्याप्रोस्कोपी कोलेसिस्टेक्टोमी हो र चिरेर पनि पित्तथलीको अपरेसन गर्न सकिन्छ। यसलाई चाहिँ ओपन कोलेसिस्टेक्टोमी भनेर भनिन्छ। र दूरबीनबाट अपरेसन गर्दा र चिरेर अपरेसन गर्दा के फरक छ भने दूरबीनबाट अपरेसन गर्दाखेरि हामी पेटमा ठुलो चिरा लगाउँदैन, सानो 2-3वटा पोट छिर्ने, दूरबीन छिर्ने प्वाल बनाउँछौँ र त्यहीँबाट हामीले पोटहरू छिराएर भित्रको पित्तथलीलाई निकाल्छौँ। र चिरेर गर्दाखेरि चाहिँ पित्तथलीको बाहिरतिर चाहिँ ठुलो चिरा लगाएर पित्तथलीलाई निकाल्छौँ। दूरबीनले गर्दाखेरि चाहिँ बिरामीहरूलाई चाँडै मोबिलाइज गर्न सकिन्छ, बिरामीलाई दुखाइ पनि कम हुन्छ र चाँडै डिस्चार्ज गर्न सकिन्छ। तर चिरेर गर्दाखेरि दुखाइ अलिकति बढी हुनसक्छ र चाँडै डिस्चार्ज गर्न गाह्रो हुन पनि सक्छ।